त्यस्तो त भन्नु न त्यो दुईटाको ल हुन्छ भने हुन्छ न हामी गयौँ जानु न जानु त के यसो गर्नु सुन्नु यो म त्यो होइन आउनु सुन भन्नु न भन्नलाई त के भन्दा नि धेरै दिन न जहाँ सुके पनि छ कि बाबु तर जहाँ गए पनि आगर घाटा खेर त कसैले दिँदैन त्यो त हो घाटा आउँदैन घाटा जसले पनि हुन्छ कि नै भन्नु लास्ट भन्नु हजुरले पनि फेरि बोल्नु लास्ट त्यो भन्दामा धेरै जानु मैले अस्ति एक जोलो गयो लानु भएको फेरि पनि हुन्छ हुन्न भन्दिनु सक्यो क्या त्यस्तो नभन्नु क्या बाबु तपाईलाई 2200 दिन्छु दुईटा लास्ट म त्यो भन्दा एकचोटि बोल्नु फेरि बोल्नु म 2200 भन्दा 2200 भन्दा म त्यो हाल्दै हाल्दैन हो त्यो त म 2200 भन्दा 2200 होइन त यसो गर्नु 2600 रुपैयाँ लाग्छ म 2200 भन्दा म त्यो बुझ्दैन क्या 2600 रुपैयाँ दुईटालाई एकचोटि भन्नु न तर लास्ट कति दिनुहुन्छ ल भाइ कसम ढाँटेको नि मैले 50 रुपैयाँ गएको यो यहाँ सुन्नु त 150 रुपैयाँ आयो दिइहाल्छु म पनि तपाईँ के एउटा जुत्तामा म के 500,000 खान खोजेको छैन नि यार कति दिनुहुन्छ ल लास्ट भन्नु न लास्ट एकचोटि भन्नु फेरि बोल्दैन जुत्ता हेर्न लाग्यो जुत्ता यही त्यो अस्ति किनेको थियो नि अब किनेर ल्याएको यहाँ कुरो मिले होइन पुरा मिलाउनु पर्छ मिलिहाल्छ आइसक्यो त नि हेलो अब 2300 दिन्छ चल्दिनु त्यो जम्मा 100 रुपैयाँ फाइदा हुन्छ क्या अब मलाई भएन म यहाँ ल्याउँछु हुन्छ भने त मैले त्यो बोलिसकेँ त तपाईँसँग त्यस्तो हुँदैन एकदिन पेट्री हो र भएन भने म यहाँ ल्याएर भएन साग त पाइहाल्छ हजार दिन अब 1000 फाइनली 54 अगाडि ल कति भन्नुहोस् साँच्चै हान्यो त्यसले हो कि न यहाँबाट जाउँ न भाइ यहीँबाट भित्रबाट जाउँ न आन भाइ कस्तो बोलिनसहरू म बोलेन मैले तपाईँलाई भनेको किन सम्राट दाइ मैले यसलाई भनेको किन तपाईँलाई अघि भनेको किन मैले के भन्थेँ मैले भन्थेँ नै त्यही त मैले भने नि त त्यसले एक 200